हेलो नमस्कार सबैजनालाई नमस्ते है। आज चाहिँ हामी दाजुको बिहामा जाँदैछु। म चाहिँ मन्डेवाला भएर गएको होइन। अन्त दाजुले जाउँ भनेर भनेको थियो अस्तिदेखिको त्यही भएर चाहिँ म चाहिँ आज जाँदैछु होइन। गाइस भनेर चाहिँ बेहुलीहरू रेडी भएर बेहुला बेहुली रेडी भएर चाहिँ अब चाहिँ फाइनली हामी घरबाट निस्केको है। अन्त गाडीमा हालेर यसो उहाँ चाहिँ हुनुहुन्छ बेहुलाको दाजु सामान हाल्नु सबै हुँदैछ। अब फाइनली हामी गाडीमा खदा अर्पण हुँदैछ जन्ती पार्टीलाई होइन। उहाँ चाहिँ हुन्छ बेहुलाको आप्पा होइन। अन्त अब फाइनली हामी खदा अर्पण गरिसकेपछि हामी चाहिँ अब डम्फुवारीहरूलाई अहिले खदा अर्पण गर्नुहुँदैछ। अन्त डम्फुवारी चाहिँ उहाँ हाम्रो राम्रो गर्नुहुँदो रहेछ। हामी अब बाटोमा उकेर अलिकति सर्ट गर्नु लागि निस्क्यो हामी लामामेहरू हुन्छ है। अन्त हामी चाहिँ अब फेरि गाडीमा चढेर हिँडेको। अन्त त्यहाँदेखिको हामी फाइनली घरको छेउमा पुग्नु आँट्दाखेरि चाहिँ अब तामाङको दस्तुर चाहिँ यस्तो हुँदो रहेछ कि फर्स्टमा चाहिँ भात खौरीहरू पठाउनु पर्दो रहेछ होइन। यहाँनिर घर डाइरेक्ट घर चाहिँ जानु पाउँदैन रहेछ। त्यही भएर बाटोमा बसेर पारिबाट चाहिँ हेरिरहेको छ सबैजनाले हामीलाई होइन। अन्त भात खौरी पठाएर आएर चाहिँ अब हामी भयो कन्फर्म भइसकेर चाहिँ हामी चाहिँ अब फाइनली हिँडिसक्यो है। अन्त अब यहाँनिर गेटमा फेरि त्यसै छिर्नु दिँदैन नि, यहाँनिर पुरा ब्याटल हुँदैछ होइन डम्फुवारीहरूको। अन्त राम्रो मजा पनि आयो होइन। फाइनली हामी छिरेर चाहिँ अब चियासिया स्न्याक्सहरू खाँदैछ। गरम चाहिँ यति साह्रो यो गाउँमा चाहिँ सब्जीहरू चाहिँ हेर्नुहोस् न यति साह्रो दामी सब्जी सिमीहरू है यति साह्रो राम्रोसँगले फलाउनु हुँदो रहेछ। त्यता हेरेर चाहिँ अङ्कल र आन्टीहरू डम्फुमा नाच्नु हुँदो रहेछ होइन। मजाले रमाइलो गर्नुहुँदो रहेछ। तर अलिक गरम चाहिँ बेसी थियो होइन। अन्त एकदमै मजामा आयो। अन्त यसो होइन अब अल्छी पनि लाग्न थाल्छ, टाइम पनि धेरै भइसक्यो होइन। अन्त जानेको कार्यक्रमहरू पनि हुनु आँटेको छ। फेरि जाने बेलामा बिदा मागेर होइन अब हामी गेटबाट बिदा गर्दैछ सबैजनाले। त्यहाँदेखिको अब हामी पनि निस्किन आँटेको। अब फाइनली हामी निस्किसकेर गएको सबैजना बाई बाई।